सिनेमा संसार अपडेट। धन्यवाद। यो सँगसँगै आज उपस्थित रहनुभएका तपाईँ सम्पूर्ण व्यक्तित्वहरूलाई धेरै धेरै धन्यवाद। राम सत्यको तर्फबाट, हाम्रो निर्माण पक्षको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार। आज हामी हाम्रो सिनेमा राम सत्यको ट्रेलरको अनावरण गर्दैछौँ। स्पेसली आजको दिनमा सुनिल थापा दाइलाई धेरै धेरै मिस गरेको छौँ हामी सबैजनाले। अन्तिम समयसम्म पनि उहाँले सिनेमामा काम गरेर जानुभयो र समग्र रूपमा सिनेमा हामीले काम गरेको छौँ। डिरेक्टरको गाइड अनुसार नै सबै टिमले राम्रो काम गर्नुभएको छ र यसको रिभ्यू यहाँले दिनुहोला। मेरो नेपाली त्यस्तो राम्रो छैन, तर सकेसम्म मैले चाहिँ नेपाली इङ्ग्लिस मिक्स गर्दा हुन्छ। म सकेसम्म नेपाली नै बोल्छु, यो मन त मेरो नेपाली हो। सो म फर्स्ट अफ अल थ्याङ्क यू सो मच टु आवर टिम होइन, किनकि मेरो फर्स्ट डेब्यू मुभी हो र धेरै नै गाह्रो हुन्छ कि म थाइल्यान्डबाट नेपाल आएँ, घरको धेरै याद आउँछ होइन, तर उहाँहरूले मलाई कहिले पनि त्यस्तो फिल गराउनु भएन। यो पनि आफ्नै घर हो जस्तो फिल गराउनु भयो मलाई। त्यसमा फ्यामिली जस्तै लाग्यो मलाई, यहाँ नेपालको फ्यामिली को हो भन्दा उहाँहरू हो होइन। सो यो मेरो राम सत्य फिल्म मेरो डेब्यू हो। एकदमै नर्भस पनि छु र हजुरहरूले धेरै माया गर्नु छ, धेरै सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ र इन्टरनेसनली जाओस् भन्ने पनि छ हाम्रो मुभी। जस अहिले एउटा क्वेसन चाहिँ उठिरहन्थ्यो, अब म्युजिक भिडियो बनाउने डिरेक्टरले चाहिँ के फिल्ममा गर्ला त भन्ने धेरै नै क्वेसन मार्क चाहिँ थियो। म हरेक सुटमा जाँदा पनि त्यही नै कुरा हुन्थ्यो। सो फाइनली आज दाइले चाहिँ सबैको यो चाहिँ साइलेन्सै ब्रेक गरिदियो जस्तो लाग्छ मलाई चाहिँ, र दाइलाई धेरै नै बधाई। अब बाँकी चाहिँ अब 14-27 गते। थ्याङ्क यू टु माई डिरेक्टर फर्स्ट अफ अल त होइन, माइकल दाइले चाहिँ मलाई यस्तो राम्रो क्यारेक्टर दिनुभयो ट्रस्ट गरेर, अनि मैले गर्न सकेँ कि भन्ने लाग्छ होइन कता कता। त्यही भएर थ्याङ्क यू माइकल दाइलाई, हाम्रो प्रड्युसर टिमहरूलाई सबैजनालाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहेँ। यति राम्रो टिममा काम गरेँ मैले, विराज दाई, सुशील, अब दिव्यादेखि लिएर हाम्रो सबैजना एक्टर सुधीर होइन, सबैजनासँग नयाँ नयाँ एक्सपिरियन्सहरू मैले कलेक्ट गर्न पाएँ उहाँहरूसँग काम गरेर चाहिँ। र फिल्ममा काम गरेको एक्सपिरियन्स चाहिँ भन्नुपर्दा एक्सन मुभी यो लेभलमा यतिको एक्सन मुभी चाहिँ अब हुन्छ नि मा चाहिँ काम गर्ने मौका चाहिँ पाएको थिइनँ। अब पाएँ मैले होइन, कति धेरै गाह्रो हुन्थ्यो एक्सन मुभी। एभ्री डे क्या अन सेट मैले सबजनाको मेहनतहरू यति देखिरहेको हुन्थेँ होइन। त्यसरी मैले काम गर्दाखेरि चाहिँ यसरी अहिले ट्रेलर आयो, रिलिज भयो होइन, त्यो काम मैले यहाँ मेहनत यहाँ सबै देखियो। हजुरहरूले पनि कस्तो मजाले हुटिङ गरिरहनु भएको थियो, ताली बजाइरहनु भएको थियो होइन, अनि एकदमै खुसी लाग्यो। थ्याङ्क यू सो मच हजुरहरूलाई। पहिलाको 2टा गीत अनि टिजरहरूको लागि पनि तपाईँहरूले गरेर नै प्रचार प्रसारमा पनि धेरै सहयोग गर्नुभयो, त्यसको लागि पनि हृदयदेखि म त एकदमै एक्साइटेड थिएँ होइन। हाम्रो रिलिज डे पनि आउँदैछ राम सत्यको, तर आज हाम्रो यो ट्रेलर हेरेर म अझै बढी एक्साइटेड छु। मैले चाहिँ यो चलचित्रमा चाहिँ पहिला गरेको भन्दा अझै च्यालेन्जिङ रोल थियो मेरो होइन, अनि म कुनै पार्ट त म कसरी गर्ने होला भनेर एकदम डर पनि लाग्थ्यो। तर थ्याङ्कफुली म एकदमै ब्लेस्ड भएँ माइकल सर जस्तो डिरेक्टरसँग काम गर्न पाएर होइन, अनि उहाँले गर्दा म यस्तो सहजताको साथमा मैले काम गर्न सकेँ। सो थ्याङ्क यू सो मच भन्न चाहन्छु म। अनि आई वुड अल्सो लाइक टु थ्याङ्क होइन मेरो को स्टार्स सुशील, सुपुष्पादी, विराज सर जोसँग मैले स्क्रिन सेयर गर्न पाएँ। कहिले पनि फिल्म हुन्छ नि सुट गरेको काम गरेको जस्तो फिल भएन, जहिले पनि एकदम रमाइलो माहौल थियो। सो एकदमै बेस्ट फिल गरिरहेको छु म। नमस्कार सबैजनालाई। फर्स्ट अफ अल त तपाईँहरू सबैजना आइदिनु भयो, त्यसको लागि धेरै धेरै मनैबाट धन्यवाद। फर्स्टमा म चाहिँ धन्यवाद माइकल दाइलाई दिन चाहन्छु, हाम्रो डिरेक्टर सरलाई। उहाँले मलाई यो पात्रको लागि सम्झिनु भयो। अनि हामी सुटिङको अनुभव सुनाउनु पर्दा एउटा फ्यामिली जसरी सुटिङ गऱ्यौँ। तपाईँहरूलाई थाहा नै छ, सुटिङ 60, 65, 70 दिन, अलमोस्ट 70 दिनै भयो नि, अलमोस्ट 70 डेज भयो। र त्यो दिन कसरी गयो नि थाहा भएन। र त्यो सुटिङको छेड यति जाँदा पनि हामी एउटा एज अ गार्जियन माइकल दाइ र विराज दाइले हाम्रो गार्जियन भएर अगाडि हामीलाई धेरै मद्दत गर्नुभयो सुटिङको बेला। र
यही नै हो। अब चैत्र 27 गते हाम्रो चलचित्र राम नाम सत्य आउँदैछ। आशा छ तपाईँहरूले जसरी अगाडिको हाम्रो गीतहरू टिजरहरूलाई दर्शक सामु पुर्याइदिनु भयो, यसरी नै ट्रेलरलाई पनि माया गरिदिनु हुनेछ र चैत्र 27 गते राम नाम सत्य हेर्न नभुल्नुहोला। राम नाम सत्य झन्डै लामो समय पछाडि अब हामी थिएटरमा रिलिज हुँदैछ। चैत्र 27 गते समय लाग्यो। एउटा राम्रो सिनेमा बनाउनुको लागि समय लाग्छ पनि र यसको गाना ट्रेलर पनि आइसकेको छ। हामी यहाँ कुरा गर्दै गर्दा युट्युबमा ट्रेलर आइसकेको छ। दुईवटा गाना र टिजर जसले चाहिँ नि दर्शकहरूले अत्यधिक रुचाइदिनु भएको छ र त्यसमा हाम्रा पत्रकार साथीभाइहरूको अहम भूमिका रहेको छ। अब ट्रेलर हेरौँ ट्रेलरले के गर्छ। त्यस पछाडि मेन भनेको त हाम्रो सिनेमा थिएटरमा चैत्र 27 गतेदेखि रिलिज हुँदैछ। म यो सिनेमाको राइटर भएकोले पनि मलाई यो सिनेमाको एक एक सिन छ। म 4-5 वर्षदेखि तयारी, यसमा चाहिँ एकदमै ठुलो भूमिका फेरि विराज दाइको। दाजुभाइ हामी 2-3 वर्षदेखि स्क्रिप्टमा पनि बस्यौँ होइन। अनि त्यसपछि लाएर मलाई आफूप्रति त एकदमै विश्वास थियो, तर मैले जुन टिम पाएको छु त्यो टिम पनि म जस्तै छ भन्ने चाहिँ थाहा थिएन। जब मलाई त्यो हामीले धेरै टिम हामी इन भयो आउट भयो भनौँ न, जुन टिम पछि हामी सुटिङ गर्दाखेरि मैले पाएँ नि उहाँहरूको एनर्जी, उहाँहरूको कामप्रतिको एउटा जुनुन, म मात्र हो सोच्थेँ म यो सम्पूर्ण टिमकै ठुलो हात छ यो सिनेमा यहाँ यतिको बन्नुमा। र मलाई चाहिँ अब खास के हो भनेदेखि यो सिनेमा म भित्रैबाट मेरो ब्लडसँगै जोडिएको हुँदाखेरि म चाहिँ फुल कन्फिडेन्ट थिएँ। अब मैले जानेको कुरा मैले बनाएको छु, हेरौँ अब दर्शकको प्रतिक्रिया। हामी त्यसैको पर्खाइमा छौँ। अहिले देश नै अलिकति नारीमय भएको छ क्या होइन। अस्ति भर्खर प्रधानमन्त्री लेडिज हुनुहुन्थ्यो, अहिले नयाँ कायम प्रधान न्यायाधीश पनि लेडिज हुनुहुन्छ होइन। यो फिल्ममा पनि यति धेरै लेडिजहरू हुनुहुन्छ, महिलाहरू हुनुहुन्छ होइन। अनि माथि थम्बनेल चाहिँ हेर्छु है, त्यहाँ कोही छैनन् क्या लेडिजहरू होइन। यो किन यस्तो अलिकति लेडिजहरूलाई चाहिँ अलिक माइनस गरेर होइन, लेडिजहरूलाई माइनस गरे होइन हजुरको। अब हाम्रो कस्तो छ भनेदेखि अब बाहिरको साउथको हलिउडको सिनेमा हुँदा त 10-12वटा हिरो हुँदा पनि एउटै हिरो टिजरमा समेत एउटाको मात्र देखाएर पनि बनाइन्छ नि त। उहाँहरूलाई लेडिजहरूलाई माइनस छैन, यो सिनेमामा चाहिँ लेडिजहरू चाहिँ प्लस छ फेरि। हजुर हजुर अब तपाईँले फिल्मको ट्रेलरमा विराज दाइसँग एक्सन पनि गर्नुभएको छ। हजुर यसो इच्छा हुन्छ कि फिल्म खेलिसकेपछि विराज दाइसँग एक्सन गर्ने होइन। हजुर इच्छा आई थिङ्क पुरा पनि भएर एकदमै दुईजना एक्सन स्टार एउटै ठाउँमा कस्तो भएको सेटमा काम गरेर एक्सन गर्नु? एकदमै राम्रो क्वेसन सोध्नुभयो। यो चाहिँ खासमा विराज दाइसँग मैले काम गर्न पाउनु भने मेरो लागि एकदमै भाग्यको कुरा हो। र दाइसँग यति इजी काम गर्न, जसरी उहाँ अगाडि देख्नुहुन्छ नि एकदमै भागै देख्नुहुन्छ नि, तर सुटिङमा यति इजी गरिदिनुहुन्छ, सम्झाउनुहुन्छ, गराइदिनुहुन्छ काम, यसरी गर बाबु भन्नुहुन्छ। त्यसैले एकदमै इजी। र म एक्सन स्टार, मैले आफूलाई कहिले पनि एक्सन स्टार भनेको छैन। अब दर्शकहरूले मन पराइदिनुहुन्छ, तर विराज दाइसँग मेरो त कम्पेयरै नगरोस् जस्तो लाग्छ। किन म धेरै सानो हो विराज दाइभन्दा। हामी सानो हुँदा विराज दाइको फिल्म देख्दै आएको हो र विराज दाइको अगाडि त विराज दाइ त एक्सन किङै भयो नि त। किङ भन्दा त अब स्टार त सानै हो नि त। थ्याङ्क यू। हजुरले पाइरहेको थियो अहिले, अब हजुरकै छोरा समीर भट्टले पनि पाउनु भइरहेको छ, त्यसै गरी सुशील श्रेष्ठजीले पनि पाइराख्नु भएको छ कि आफ्नो ट्याग यसरी हुन्छ नि अरूले पाइरहेको चाहिँ कस्तो लाग्दो रहेछ? आफ्नो ट्याग भनेर कहाँ आफ्नो हुन्छ? घरबाट लिएर हाम्रो मैले होइन होइन। म यो कस्तो हो भनेपछि जसलाई पनि दिनु मिल्छ, नयाँ आउनेहरूलाई पनि दिनु मिल्यो, पाउनै पर्छ नि होइन। हिजोको मान्छेहरूले पाएको छ भनेर आज आउनेले नपाउने भन्ने पनि हुन्छ। हिजो को पत्रकारहरू मात्रै पत्रकार, तपाईँहरू पत्रकार होइन अहिले नयाँ आएको होइन। त्यो हो नि त, सबैलाई दिनुपर्छ मान सम्मान भन्ने कुरो। मेहनत गरेर आएका सबैले के डिजर्भ गर्छ, कसले के डिजर्भ गर्छ, दर्शकहरूले त्यसलाई के उपनाम दिन चाहन्छन्
त्यो चाहिँ पाउनुपर्छ, त्यो स्वाभाविक कुरा पनि हो। योभन्दा अगाडि पनि एक्सन फिल्महरू आयो, परिवर्तन फिल्म पनि आयो, जुन परिवर्तन फिल्मलाई दर्शकले त्यति धेरै रुचाउनु भएन र अब यो फिल्म पनि पुरै एक्सनवाला नै छ कि अडियन्सले के गर्छ जस्तो लाग्छ अब यो फिल्म राम नाम सत्यलाई चाहिँ अब अनि यो फिल्ममा हामीले तपाईँको एक्सन चाहिँ नयाँ के देख्न पाउँछौँ, किनभने 12 गाउँमा पनि हामीले हजुरको एक्सन देखेका छौँ र राम नाम सत्यमा चाहिँ विराज भट्टको कस्तो एक्सन देख्न पाउँछौँ? नयाँ एक्सन भनेको त नयाँ रिलिजै भएको छैन, नयाँ हो। कस्तो हुन्छ भने म जहाँ तक म बुझ्छु होइन, एक्सन मुभी भन्ने बित्तिकै हामी खालि फाइटलाई मात्रै बढी दिमागमा राख्छौँ होइन। त्यो फाइटले मात्रै सिनेमा चल्दैन है, यो तपाईँलाई म भनिदिन्छु आज यो कुरा। कुनै पनि सिनेमा त्यसमा कथावस्तु हुनुपर्छ, इमोसन हुनुपर्छ, एक्सन पनि इमोसनसँग रिलेटेड हुनुपर्छ, कलाकारहरूको उत्कृष्ट अभिनय